भोलि सुदूरपश्चिमले पनि जित्न सक्छ या त लुम्बिनी लायन्सले पनि तर्फी जित्छ, त्यो बेग्लै कुरा भयो। तर यस पटक चाहिँ गाडी कसले जित्छ, रोहित कुमार पौडेल अथवा अरू प्लेयरहरूले कुन प्लेयरले चाहिँ गाडी जित्छ? तपाईले भनेको यहाँनिरको कमेन्ट गाडी कसले जित्छ, यसले जित्छ भनेको ठ्याक्कै मिल्यो भने तपाईलाई 500 रुपैयाँ मैले रिचार्ज कार्ड हालिदिने भए त्यसको लागि तपाईले मेरो फुल भिडियो हेर्नुपर्ने हुन्छ। के हो रोहित कुमार पौडेलको अलिकति चर्चा च्याट जीपीटीले पनि गर्नुभयो है, मैले पनि च्याट जीपीटीसँगै केही कुराकानी गरेँ तसर्थ। हेलो नमस्ते साथीहरू, सबैजनालाई दर्शन नमस्कार अनि हार्दिक सुस्वागत गर्न चाहन्छु मेरो मनप्रकाश घरतिमन भ्लग्समा। भोलि चाहिँ अब सुदूरपश्चिम रोयल्स एन्ड लुम्बिनी लायन्सको फाइनल म्याच हुँदैछ साथीहरू। यो फाइनल म्याचमा कसले जित्ला के गर्ला है, तपाईहरुलाई कति कौतूहलता बढिरहेको छ, मलाई त एकदमै कौतूहलता बढिरहेको छ। जबकि लुम्बिनी लायन्सलाई एकदमै कमजोर टिम जस्तो हिसाबले सबै आम दर्शकले हेरिरहेका थियौँ र हामी आफै लुम्बिनी लायन्सको फ्यान र लुम्बिनी प्रदेशको मान्छे भएर पनि कहीँ कतै लुम्बिनी लायन्स अलिकति कमजोरी हो कि कमजोर छ कि अरू टिमभन्दा भन्ने सोचाइले हामी बसिरहेका थियौँ। यद्यपि हामी सपोर्ट भने पक्कै लुम्बिनी लायन्सलाई नै गरिरहेका थियौँ। तर जसको लुम्बिनी लायन्सको त्यति चर्चा परिचर्चा पनि बजारमा थिएन, तर लुम्बिनी लायन्सले पीछे कचो ताल में आ के पूरा टीम को पूरा हिला दिया भाई, पूरा ऐसे करके मार के पूरा आगे टॉप में पहुंच गया। लुम्बिनी लायन्स भोलि चाहिँ अब सुदूरपश्चिमसँग भिडन्त गर्दैछ, महाभिडन्त जो कि एनपीएल सिजन 2 को ट्रफीको लागि, जसमा हाम्रो नेसनल क्याप्टेन रोहित पौडेलको क्याप्टेनीमा लुम्बिनी लायन्सले भिडन्त गर्दैछ सुदूरपश्चिम रोयल्स दिपेन्द्र सिंह ऐरीसँग। हेरौँ भोलि जसले जित्ला जसले जे गर्ला त्यो आफ्नो ठाउँमा छँदैछ, त्यो ट्रफी नेपाल बाहिर जाने होइन, नेपालमै रहने हो। तर भोलि जे जति अडियन्सहरू तपाईहरू रङ्गशालामा उपस्थित हुनुहुन्छ, त्यहाँ गएर प्रत्यक्षदर्शी बन्नुहुन्छ, तपाईहरू एक अर्काप्रति सद्भाव र स्नेहसँगै प्लेयरहरूलाई चाहिँ साथ सपोर्ट दिनु होला। कि तपाईहरू लुम्बिनी लायन्स र सुदूरपश्चिमको फरक अडियन्सहरू एक आपसमा झैझग्दा भने पक्कै पनि गर्नुहुने छैन, गर्नु पनि हुँदैन, त्यो गरेर फाइदा पनि छैन। समग्र हाम्रो नेपाली प्लेयरहरूलाई सपोर्ट गर्ने हो, प्रमोट गर्ने हो। त्यही भएको कारणले गर्दाखेरि तपाईँ हामी निष्पक्ष र निस्वार्थ अनि सपोर्टको हिसाबले त्यहाँ उपस्थित भइदिनु होला। जसले यो मेरो भ्लग हेर्दै हुनुहुन्छ, जसले यो मेरो भिडियो हेर्दै हुनुहुन्छ, तपाईहरुलाई एउटा गुड अफर कि जसले यो मेरो च्यानल फुल भिजिट गरेर मेरो च्यानललाई सब्स्क्राइब, लाइक, कमेन्ट र यो भिडियो अहिले चलिरहेको भिडियो जसले फुल वाच गर्नुहुन्छ र मैले एउटा केही ट्रिक छोड्दैछु, त्यो ट्रिक तपाईले पाउनुभयो भने, तपाईले त्यो कुराहरूलाई फलोअप गर्नुभयो भने तपाईले पाउने हुनुहुन्छ 500 रुपैयाँ, जो कि नेपाली 500 रुपैयाँ तपाईहरुलाई म दिँदैछु। किन दिँदैछु, कसरी दिँदैछु भनेदेखि चाहिँ जसले यो मेरो फुल भ्लग्स हेर्नुहुन्छ र एउटा तपाईले प्रिडिक्सन गर्नुपर्ने हुन्छ भोलि कुन टिमले जित्छ, र त्योभन्दा पनि अर्को विशेष खालको कुरो मैले के गर्दैछु यस भिडियोमा मार्फत, भोलि सुदूरपश्चिमले पनि जित्न सक्छ या त लुम्बिनी लायन्सले पनि तर्फी जित्छ, त्यो बेग्लै कुरा भयो। तर यस पटक चाहिँ गाडी कसले जित्छ, कुन प्लेयरले जित्छ है, कुन प्लेयरले जित्छ? म त भन्छु यस पटक अहिले चाहिँ गाडी जित्ने उसमा चाहिँ अप्सनमा चाहिँ हाम्रो क्याप्टेन, नेसनल क्याप्टेन र लुम्बिनी लायन्सको क्याप्टेन रोहित कुमार पौडेल पनि हुनुहुन्छ तेस्रो नम्बरमा। भनेपछि क्याप्टेन भइसकेपछि एउटा गाडी र चाहिन्छ नै, एउटा स्टारडम जोगाएर राख्नको लागि, स्टारडम हुनको लागि गाडी त चाहिन्छ। त्यही भएर चाहिँ तर गाडी चाहिँ यस पटक चाहिँ रोहित कुमार पौडेलले जित्नुपर्छ, रोहित कुमार पौडेलले जित्नुपर्छ भन्ने सम्पूर्ण लुम्बिनी लायन्सका फ्यान भोलि चाहिँ कसले गाडी जित्छ, ट्रफी कसले जित्छ र गाडी चाहिँ कुन प्लेयरले जित्छ, जुन प्लेयर तपाईले भन्नुहुन्छ, तपाईले जुन कमेन्ट यहाँ छोड्नुहुन्छ त्यही कमेन्ट
फर्स्ट अनि तपाईले राम्रो खालको एउटा कमेन्ट, मिठो कमेन्ट जसले लेख्छ त्यही कमेन्टको आधारमा मैले तपाईहरुलाई 500 को रिचार्ज कार्ड दिने भएको छु। तसर्थ मेरो यो भिडियो पुरा हेर्नु होला र लाइक कमेन्ट सक्नुहुन्छ शेयर पनि गर्नुहोस् र आफ्नो प्रिडिक्सन राख्नु होला। भोलि कुन टिमले जित्छ र गाडी कसले जित्छ, रोहित कुमार पौडेल अथवा अरू प्लेयरहरूले कुन प्लेयरले चाहिँ गाडी जित्छ। तपाईले भनेको यहाँनिरको कमेन्ट गाडी कसले जित्छ, यसले जित्छ भनेको ठ्याक्कै मिल्यो भने तपाईलाई 500 रुपैयाँ मैले रिचार्ज कार्ड हालिदिने भए। त्यसको लागि तपाईले मेरो फुल भिडियो हेर्नुपर्ने हुन्छ। तसर्थ यो भ्लग चाहिँ तपाईको लागि र मेरो लागि एकदमै महत्त्वपूर्ण छ। लाइक कमेन्ट सबै गर्नु पर्यो, सब्स्क्राइब गर्नु पर्यो, मनप्रकाश घरतिमगर युट्युब च्यानललाई बुम पार्नु पर्यो र 500 रुपैयाँको रिचार्ज कार्ड जितेर लगभग केही हप्तासम्म चाहिँ डाटा तानेर मजासँग तपाईले नेट इन्टरनेटमा आएको भिडियोहरू मजाले हेर्न सक्नुहुन्छ भन्दै अहिलेलाई यति नै गरौँ। एकछिनपछि केही समयपछि फेरि भेटौँला है त। ल मैले चाहिँ अहिले चाहिँ च्याटजिपिटीलाई चाहिँ भोलिको फाइनल म्याचको बारेमा चाहिँ के कुरा सोध्न गइरहेको छु। तपाईहरु पनि सुन्नुहोस् है के कसो कुरो गर्दै रहेछ च्याटजिपिटीले। एनपीएल सिजन 2 को सिजनभरि सबैभन्दा बढी रन बनाउने प्लेयर कुन हो र कुन प्लेयर चाहिँ भोलि गाडी जित्ने दावेदारमा रहेका छन्। अहिलेसम्मको खेल हेर्दा रोहित कुमार पौडेलले लुम्बिनी लायन्सका प्रमुख रन स्कोररको रूपमा राम्रो प्रदर्शन गरेका छन्। भोलिको फाइनलमा पनि उनीले धेरै रन बनाउने सम्भावना छ। साथै सुदूरपश्चिम रोयल्सका केही मुख्य खेलाडीहरू पनि धेरै रन बनाउन सक्षम छन्। यो कुरा भनेको खेलको दिनको प्रदर्शनमा निर्भर गर्छ, तर यी खेलाडीहरू सम्भावित गायक पनि हुन सक्छन्। हजुर, जस्तो मैले चाहिँ मेरो तर्फबाट चाहेको चाहिँ के हो भनेदेखि चाहिँ भोलिको गेम जुन टिमले सुदूरपश्चिम रोयल्सले अथवा लुम्बिनी लायन्सले जसले जिते पनि मेरो मान्यता के रहेको छ भने प्लेयरहरूमध्ये गाडीको उपहार जित्ने चान्स चाहिँ रोहित कुमार पौडेललाई दिनुपर्छ। यस विषयमा तपाईले के भन्न चाहनुहुन्छ? म तपाईको विचारसँग सहमत छु। रोहित कुमार पौडेलको हालको फर्म र प्रदर्शनलाई हेर्दा उनी निश्चित रूपमा गाडी जित्ने दावेदारमा छन्। उनीले लगातार उत्कृष्ट प्रदर्शन गरेर टिमलाई पनि सघाएका छन् र त्यो कारणले पनि उनी उत्कृष्ट खेलाडीको रूपमा चिनिन्छन्। त्यसैले यदि उनलाई गाडी मिल्छ भने त्यो एकदमै न्यायसङ्गत हुनेछ। हजुर, धन्यवाद। अहिलेलाई यति नै गरौँ, फेरि म तपाईलाई पछि सोध्नेछु। हस् त, धन्यवाद। के हो रोहित कुमार पौडेलको अलिकति चर्चा च्याटजिपिटीले पनि गर्नुभयो है। मैले पनि च्याटजिपिटीसँगै केही कुराकानी गरेँ। तसर्थ भोलि चाहिँ रोहित कुमार पौडेलले गाडी जित्नुपर्छ कि पर्दैन? गाइसहरू पढ्नुहोस् है, गाडी जित्नुपर्छ कि पर्दैन? रोहित कुमार पौडेलले गाडी उपहार पाउनुपर्छ कि पर्दैन? गाडी पाउनुपर्छ है। ट्रफी जित्ला नजित्ला लुम्बिनी लायन्सले, तर गाडी चाहिँ जित्नुपर्छ है। किनभने मेरो मान्यता के हो भने चाहिँ एउटा नेसनल क्याप्टेनको प्लेयरको चाहिँ गाडी हातमा चाहिँ गाडी हुनुपर्छ र गाडी भयो भने एउटा प्लेयरमा हुनुपर्छ स्टारडम, त्यो देखिन्छ। र नेपालमा प्लेयरहरूलाई चाहिँ स्टारडम थुप्रै चाहिएको छ, थुप्रै हुनुपर्छ। स्टार बोकेको प्लेयरहरू पनि हुनुपर्छ नेपालमा। त्यही भएर चाहिँ रोहित कुमार पौडेलले यसपटक चाहिँ गाडी जित्नुपर्छ। जे जसो भए पनि, गेम हारे पनि, जे भए पनि रोहित कुमार पौडेलले भोलि चाहिँ रन थुप्रै बनाउनुपर्छ, रन थुप्रै लिनुपर्छ, विकेट पनि लिनुपर्छ। तसर्थ त्यही आधारमा चाहिँ रोहित कुमार पौडेलले गाडी जित्नुपर्छ। मेरो मान्यता, व्यक्तिगत मान्यता धारणा। तपाईँहरूको मान्यता धारणा के छ तपाईँहरूले भन्नुहोला। यो भिडियो पुरा हेरेर तपाईँको मान्यता धारणा, तपाईँको प्रेडिक्सन भोलि कसले जित्छ र रोहित कुमार पौडेलले गाडी जित्छन् या कुन प्लेयरले जित्छन्? मेरो मान्यता चाहिँ भोलि रोहित कुमार पौडेलले जित्नुपर्छ भन्ने हो। तसर्थ तपाईँको कुन प्लेयरले चाहिँ गाडी जित्नुपर्छ अहिले नै कमेन्ट गरिहाल्नुहोस् र म तपाईँको त्यही कमेन्टको आधारमा तपाईँलाई विजेता घोषणा गरेर 500 को रिचार्ज कार्ड दिने निडो गरेको छु। फेरि पनि 500 को रिचार्ज कार्ड पाउनको लागि तपाईँले मेरो युट्युब च्यानल मनप्रकाश घरतिमगरमा आएर फुल वाच गरेर लाइक कमेन्ट सेयर गरेको हुनुपर्छ। तसर्थ तपाईँलाई 500 रुपैयाँ मिल्दछ। हिजोको गेममा विराटनगर किङ्स र लुम्बिनी लायन्सको खेलमा पनि मैले जसले राम्रो प्रेडिक्सन गर्छ त्यसलाई चाहिँ मैले 100 रुपैयाँको रिचार्ज कार्ड दिन्छु भनेको थिएँ। नभन्दै हिजो 2वटा विजेता बन्नुभएको थियो, खगेन्द्र घरतिमगर र टोपेन्द्र पुनमगर। तसर्थ उनीहरूलाई मैले रिचार्ज कार्ड हालिदिइसकेको छु। आज पनि
अथवा भोलिको फाइनल म्याचको गेम यानि कि आजको गेम जसले यसमा प्रिडिक्सन राम्रो गर्नुहुन्छ त्यसले चाहिँ 500 को रिचार्ज कार्ड पाउनुहुनेछ। त्यसैले मेरो भिडियो फुल वाच गर्नुहोस् 500 जित्नको लागि, पछाडि नबस्नुहोस्, फुल वाच भिडियो हेर्नुहोस्, मेरो युट्युब च्यानललाई सब्स्क्राइब गर्नुहोस्। ओके, अहिलेलाई यति नै।